हेलो गाइज, आज चाहिँ अब कम्पनीले अब त्यो अपार्टमेन्टहरू सबै छुट्मी गरिसकेको छ होइन। अनि त्यहाँ पछि चाहिँ मलाई अब आज सर भन्दै थियो। अनि त्यहाँ चाहिँ अब कस्तो रहेछ भने खिसुक्छा अपार्टमेन्ट दिने, अब त्यहाँ अब ओछ्याउने अनि डसना अनि सिरकहरू चाहिँ लिएर आइज भन्दै थियो। त्यही भएर म र कपिल दाइ चाहिँ अब यहाँ उसमा यहाँ नजिकै दाइसो छ होइन। दाइसो फेरि कोरियाको लास्टै फेमस हो कि सानो सामान होइन, काचङ कुचिङ सामान चाहिँ सस्तोमा पाइन्छ होइन। सस्तो भनेर भित्र छिरो त्यहाँ पछि 5-7 हजार खर्च भएको थाहै हुन्न नेपाली। अनि हामी चाहिँ अब यहाँ डाइसोमा जाँदैछौँ कि कहाँ छ हेर्दा यहाँ डाइसो ऊ त पारि होइन। डाइसोमा गएर अब नि त्यहाँ हल्का हल्का ती सिरानी ओढ्ने ओछ्याउने किन्छौँ है गाइस। ल हेरौँ है त डाइसोमा के हुन्छ हेर्नु चाहिँ। डाइसो कोरियाको सस्तो पसल यो सस्तो पसलमा गएर अनि फेरि पैसा खर्च भएको थाहै हुन्न गाइस। ये बड़ी अच्छी बात कही। खाना खासु यो दाइले चाहिँ अब बास्केट लिएर आउनु भयो। ल दाइ माथितिर जाम है त के छ। यहाँ चाहिँ अब किचन आइटमहरू छ होइन। किचन आइटमहरू के लान्छ स्याम्पू लिएर जाऊँ न। यो चप्पल हाल्दैन हाल्नु नि। सिरानीहरू यहाँ रहेछ। सिरानी त होला नि के हो यो। ल यो त ठिक रहन्छ सिरानी। यो लास्ट कमल रहेछ यार। कुन सिरानी लाँदा ठिक होला। यो सिरानी कस्तो हुन्छ दाइ? कचाकुचुकै बर लाग्दो रहेछ क्या होइन। यो हाल्ने एउटा